पर्छ भनौं न। थ्याङ्क यू एकदम। के अरे अहिले अस्ट्रेलियामा त गर्मी छ के छ? एकदम गर्मी छ नि यता। मेरो साथीहरू पनि हुनुहुन्छ धेरैजना, आउनु पर्ला कुनै दिन एक दिन है। अब हजुर त भाइको मान्छे अब आउने हो भिजिट भिसामा। भिजिट भिसामा भन्दा पनि अब यसो सोचिरहेको छु उसमै जाम कि भनेर के, डिपेन्डेन्टमै आउँछु सोचिरहेको छु। एकजना नर्स खोज्नु पर्ला अनि यसो लाएर कसैले मन परायो भनेपछि चाहिँ जानै पर्ने हुन्छ। हैन अस्ट्रेलिया छिर्न मात्र गाह्रो हो, त्यसपछि त चिल छ यहाँको लाइफ। साथीहरू पनि सबजना गइसके छोडेर सबैजना। हजुरलाई त किन विदेश जानु पर्यो, नेपालमै विदेश भइरह। हैन अब भयो अब सेटलमेन्ट अब भनौँ न, अब बिएससी पनि गर्नु पर्यो। हेर उमेर पनि भइसक्यो 25 पुगिसके। 25 अब अर्को नेक्स्ट इयर त 26 मा त गर्नै पर्ने छ, नत्र मम्मीले त फेरि मलाई तातातै गरिदिनुहुन्छ हैन। 26 मा बिए गर्नु पर्ला सोचिरहेको छु। राम्रै एकजना कोही नर्स मान्छे अस्ट्रेलियाको बस्ने मान्छे, टक्क नेल पलिस लगाउने, पिङ्क कलर ड्रेस लगाउने। त्यस्तो गफ हजुरजोलाई पनि यस्तै गफ दिसिन्छ है? कहाँ मैले धेरै भइसक्यो गफसप नदिएको। कहाँ आज मैले सिरियसनेस छ कि मेरो लाइफमा, एकदम सिरियस छु म। त्यस्तो गफसप दिदिनँ साँच्चीकै नै भनेको। हेर पूजा जुलाई पनि यस्तै भने सुन्छु मैले त कसैलाई पनि भनेको छैन त। सोध त मान्छेहरूलाई एकदम, म त सोझो पनि के भन्नु यार। ठिक छ, लजायो जस्तो छ है, लजायो जस्तो छ। अप्ठ्यारो लाग्यो मैले बोलेको भनेर सरी छ है, एकदम सरी छु। थाहा छ मलाई हजुर यस्तै बोल्छिन्छ भनेर। धेरै भइसकेछ है अस्ट्रेलिया गएको। यताबाट नर्स चाहिँ उतै गरे कि हो? होइन मैले नेपालमा नि नर्सिङ पिसिएल नर्सिङ भएर यहाँ चाहिँ ब्याचलर्स गर्न आएको। ठिक छ, बबालै हुन्छ अरे नि त नर्सिङ पढ्ने केटीहरूको पैसा स्यालेरिजहरू त ओपी हुन्छ है दा भन्दै थियो एकजनाले चाहिँ के। अनि पढ्नलाई चाहिँ अलिकति डिपेन्डेन्टमा गयो भनेपछि चाहिँ अलिकति गाह्रो हुन्छ केटालाई चाहिँ भनेर भन्ने। पढाइ खर्च चाहिँ जे होस् 1 वर्षमै उठ्छ, 3 वर्ष पढेको। ओ च्याट के हो हावा बोलेको बुढा हुँदा हुँदै रे? वाट? हजुर म्यारिड हो? म्यारिड थिए भनौँ। नभन मलाई आफ्नो प्राइभेट कुरा नभनौँ। ए ओके सो सरी पूजा, सो सरी। ठिक छ, पास्ट इज पास्ट। तर माया छ हाम्रो साइडबाट। ओके अनि हजुरले खाना खाइस्यो? खाएरै बसेको। अब आज त क्रिसमस इभ पनि हो नि त नेपालमा चाहिँ। अब भयो नि त, टाइम भइसक्यो 12 बजे क्रिसमस इभ छ। हजुरलाई नै भन्छु ल, मेरी क्रिसमस। एकदमै खुसी लाग्यो। एन्ड ह्यापी न्यू इयर एज वेल। थ्याङ्क यू हजुरलाई पनि छ। उहाँ नजिकको सबै साथीहरूलाई यसो फुलबैले हेलो भनेको छ भनिदिनु होला ल। हुन्छ, म नेपाल आउँदैछु, मलाई भेट्छु ल। हुन्छ नि, भइहाल्छ नि एकदम। अहिलेसम्म भेट्छु न म। कहिले आउनुहुन्छ? आउने हो नेपाल 19 जन। हजुर। ए ओके छ त, भइहाल्छ नि, भेटौँला नि। के ल्याइदिनुहुन्छ त मलाई बाहिर विदेशबाट? चकलेट्स त होला यहाँ पाइ नि। चकलेट्स त नल्याइदिनु, मलाई एउटा किताब ल्याइदिनु पर्यो के पढ्नको लागि। बुक म चाहिँ नेपालबाट बुक किनेर लिएर आउँछु अनि हजुरलाई मैले यहाँबाट बुक लिएर आइदिने। ए हो र? अस्ट्रेलियाको अलिक खतरनाक राइटरको बुक सुक चाहिरहेको छ, आजभोलि पढिरहेको छु। नोभेल पढ्ने मान्छेको? नोभेल। हुन्छ, म हेरेर लिएर आइदिन्छु नि त एउटा बुक। ओके सर, एकदम खुसी लाग्यो पूजा। स्टोरी टाइपको मन पर्छ कि अलि थ्रिलर टाइपको मन पर्छ? हैन, लभ स्टोरी चाहिँ नपढौँ। मलाई चाहिँ अलिकति त्यो एससीएफआई टाइपको के साइन्स फिक्सन टाइपको किताबहरू चाहिँ दामी लाग्छ। ए ओके ल, एकदम
एकदम खुसी लाग्यो पूजा भेटेर है। यु आर रियली नाइस पर्सन, मस्ट लभ है फ्रम माई साइड। थ्याङ्क यू। मैले फलो गरेको छु ल हजुरलाई। ल ओके प्लिज हुन्छ फलो पूजा, ब्याक दिस प्लिज। ओके हुन्छ नि ल। हजुरलाई मैले डिस्टर्ब गरेन। थ्याङ्क यू। केही छैन।